एभ्रिवान, दर्शक नमस्ते, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ ब्लगमा। अनि आज चाहिँ हामी कतारा घुम्नलाई आएको छौँ। गाइज हामी कतारको कतारा भन्ने ठाउँमा छौँ। हाम्रो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यति ठुलो गिफ्ट। Oh my god! Wow! अनि हामी चाहिँ अलि उज्यालोमा आउनु पर्ने थियो। सो हामी चाहिँ टाइम त्यस्तै भएर हामी यही रातिमा आयौँ हैन। अब हामी चाहिँ जान्छौँ यता उज्यालोमा आएको भएदेखि यता पार्कहरू अनि खोला नालाहरू सेम नेपालको जस्तै हैन। खोला नालाहरू चाहिँ राम्रो थियो, देख्न सकिन्थ्यो। अब रातिमा चाहिँ कस्तो देखिन्छ थाहा छैन। अनि सो हेर्दै जाऊँ है त साथीहरू। रोबोट जस्तो हैन, फिल्ममा देखाउँछ नि ट्रान्सफर्मर। के अरे पुष्कर के मिलाएको होला यहाँ? सबै छ नि। वो गाडीको देखाउनु त्यहाँ चक्का छ, वो साइलेन्सर उता छ, वो चक्काको वो छ, वो गियर बक्स जस्तो छ वो त्यहाँ। है यहाँ चाहिँ फ्लावरको बुके जस्तो छ, यस्तो छ। साँच्चैको फुल हो है। ए सबै सानो सानो गमलाहरूबाट बनाएको रहेछ कि है। तर रातिमा राम्रो देखिएको। तर यहाँको यो सबै बाहिरको यो सबै हेर्दा राम्रो देखिन्छ कि दिउँसोमा है। तर ठिकै हो, त्यहाँ एउटा पहाड छ। अब ऊ त्यहाँ चाहिँ पहाड छ, त्यहाँ चाहिँ एउटा सानो पहाड बनाइदिएछ। पहाडमा एउटा खोला जस्तो बनाइदिएछ। यो भिडियोमा त त्यस्तो अँध्यारो छैन, उज्यालै देख्छ नि त है। यस्तै हो गाइज। हामी चाहिँ यहाँ घुम्दै घुम्दै आएको छौँ। हामी चाहिँ रातिमा आएको कारणले खासै त्यस्तो घुम्ने जस्तो छाटकाट त देखिएन। बेलुकामा आउने भन्दा भन्दै राति भयो। छ त बजेछ, जाडो भएर यति बेला उज्यालो त हुन्थ्यो गर्मी मौसममा, तर अहिले जाडोको कारणले गर्दा छिटै नै रात पर्ने, त्यही भएर यस्तै भयो। अघि भर्खरै यहाँ रेड कलर बोल्दै थियो है, भर्खरै व्हाइट कलर बोल्दैछ। के हो यस्तो? यो भनेको पानी, त्यही हो गाइज, फाउन्टेन हो त्यो पानीको। अब पानीको फाउन्टेन। मान्छेहरू फोटो खिचेको के गरेको यहाँ फाउन्टेनको अगाडितिर। अनि सबैजना आफ्नो आफ्नो तारामा यसो घुमघाम गरेको होइन। रमाइलो छ कतारा इन्टरनेसनल। यस्तो छ साथीहरू। यहाँ यो देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा मान्छेहरू फोटो खिच्न आउनु भएको छ। यहाँ चाहिँ यता यस्तो छ लाइटिङहरू ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ। त्यही हो, यो मान्छेहरू टन्नै घुम्न आउनु भएको छ। यहाँ हामी पनि घुम्दै घुम्दै छौँ। सो अब हामी चाहिँ उता ठ्याक्कै के पहाड नेपालको खोला नाला जस्तो त्यहाँ एउटा बनाएको छ कि। म पहिल्यै एकचोटि त आएको थिएँ साथीहरू। अनि त्यहाँ आउँदा चाहिँ अलि दिउँसै आएको थियो। अनि पार्कहरूमा पनि त्यो रुखहरू पनि कस्तो थरी थरीको कलरहरू, त्यो फुलहरू फुल्ने क्या त्यस्तो थियो। अनि अहिले चाहिँ हामी रातिमा आएको कारणले चाहिँ सायद त्यो देख्न सकिँदैन होला। अनि म चाहिँ यहाँ तपाईँहरूलाई पनि देखाउन सक्छु। हेर्नु न, नेपालमा यस्तो हुने कहिले हो साथीहरू। त्यही हो, हामी जति घुम्छौँ तपाईँहरूलाई पनि त्यति नै घुमाउने कोसिस गर्नेछु। दुईजना यता आउँदै हुनुहुन्छ। चाहिँ यस्तो राम्रो छ यो लाइन दामी देख्छ होला है। यो बनाएको यस्तो दामी छ। अहिले चाहिँ यहाँ चलाएको छैन यो फाउन्टेन। यस्तो दामी छ। विदेश भनेको यही हो होइन। कस्तो लाग्दैछ? एकदम रमाइलो, खुसियाली, फ्रेस। के भन्नु अरू होइन, त्यही त हो। त्यही हो। अब
उज्यालोमा अलिअलि केही देखिन्थ्यो डाँडा काँडा भन्ने हो उता डाँडाहरू बनाएको नत्र यस्तै हो ठिकै छ पुष्कर बोल न यार तिमी यार के छ विदेशी यस्तै हो विदेश यस्तै हो अनि भेटघाट गरेर यत्तिकै बस्न उभिन पनि रमाइलो हुन्छ रुम बाहिर छुट्टीको बेलामा नत्र अब भोलि त ड्युटी छ त्यही पनि ठिक छ अब यसरी रमाइलो छ अब यहाँ देख्दाखेरि फेरि विदेशी यो के जताततै चहल पहल के मान्छेको है यस्तो बेलामा रमाइलो लाग्छ के मौसम एकदम राम्रो छ तर तिमी हामी घुमिएन नि त्यति धेरै पुष्कर है अहिले त घुम्यो एक्लै घुम्यो म अर्कैसँग घुमेँ अर्कैसँग त्यही त तिमी र म सँगै विदेश आएको तर तिमी भनेको अब आफ्नै सर्कल थियो मेरो आफ्नै सर्कल थियो अर्कै थियो अब पछि भेट भएर अहिले आएर चाहिँ अनि अहिले आएर चाहिँ अनि हामी बल्ल भेटघाट भएर कहाँ भइन्छ त होइन अब कहिले कता आफ्नो आफ्नो परिस्थिति अब त्यही त हो तिमीलाई देखाउँदा तिमीलाई राम्रोसित देखाउँदा मेरो टाउको नदेखिँदो रहेछ मेरो टाउको देखाउँदा फेरि तिमी नदेखिँदो रहेछ त्यति ठुलो त म अलिक सानी भएँ त्यही भएर मैले क्यामेरा हातमा लिएर यस्तो गर्दा पनि मेरो टाउको बाहिर केही देखिँदैन यो कताराको यो कल्चरल भिलेज हो खास चाहिँ यो हामी आएको ठाउँको नाम कतारा कल्चरल भिलेज हो यहाँ चाहिँ कतारको चाहिँ एकदम पुरानो कल्चरल हेरिटेजहरू आर्किटेक्चरहरू अनि यस्तो देखाउने रहेछ खास चाहिँ योहरू चाहिँ सो अप गर्नको लागि बनाएको रहेछ खास यो कल्चरल भिलेज भनेर अनि यहाँ चाहिँ सानो एउटा म्युजियम पनि रहेछ जहाँ चाहिँ कतारमा एकदम एन्सियन्ट टाइममा मान्छेहरूले युज गर्ने अनि यो मान्छेहरूले बनाएको बोटहरू सिपहरू रहेछ योहरू देखाएको रहेछ यो सहित विविध अरू कुराहरू पुरानो यो समुद्रहरूमा पाइने उनीहरूले युज गर्ने कुराहरू यस्तै देखाउन राखेको रहेछ हामी चाहिँ यही एक्सप्लोर गर्दैछौँ देखाउँदैछौँ कति ठाउँमा चाहिँ देखाउन पाइन्छ पाइन्न किनभने यहाँ पब्लिक चाहिँ प्राइभेसी चाहिँ एकदम स्ट्रिक्ट छ नियम चाहिँ अनि अरूको प्राइभेसीहरू हुन्छ भनेर चाहिँ अलिकति भिडियोहरू अरू मान्छेहरू भएको ठाउँमा देखाउन मिल्दैन तर यस्तै कुराहरू रहेछ यहाँ चाहिँ यस्तो सिपहरू छ अब यो कतार पेनिन्सुलाहरूको यो कुराहरू देखाउन राखेको होला खास यो कतारा भनेको नि पहिला कतार पेनिन्सुलाको नाम रहेछ कतारको पुरानो नाम रहेछ यो कतारा भन्ने त्यहीँबाट चाहिँ यो कतारा कल्चरल भिलेज भन्ने यिनीहरूले खोलेको रहेछ जस्तै पुरानो मान्छेहरूले चाहिँ बिजनेस गर्थे कि होइन मोतीहरूको अनि माछाहरू खान्थे सर्भाइभ गर्नलाई माछाहरू मार्ने खाने बेच्ने इन्डियाहरूसित होइन अफ्रिकाहरूसित बिजनेस गर्थे अरे अनि पुरानो सामानहरू चाहिँ अब यो सर्भाइभ गर्ने सामान नै भन्नु पऱ्यो त्यसपछि अरू व्यापारहरू यताउता होइन यस्तो थियो अरे जमानामा त्यही देखाइरहेछ कताराको यो म्युजियममा चाहिँ यहाँ चाहिँ यस्तो आर्टहरू पनि रहेछ यस्तो आर्टहरू छ पुरा कतारको कल्चर झल्काउने आर्ट्सहरू रहेछ यहाँ बुर्खाहरू लगाएको देखो न गाइस देखो न क्या है गाइस इधर में क्या है गाइस भन्नुपर्ने यहाँ के हो यहाँभित्र जाऊँ न आनन्दको एरिया छ यहाँ यस्तो छ मौसम पनि एकदम कुल छ हाम्रो यहाँ फेरि म्याडमले टोपी लाएर अहिले चिसो भयो यस्तो यहाँ बनाएको रहेछ है यो कस्तो दामी त पुरै पहल कतार रहेछ उतापट्टि देखेको चाहिँ कतारको त मलाई गाइड बनाइदिए नि हुन्छ कि लगभग थाहा छ घुम्ने ठाउँ यहाँ चाहिँ यस्तो छ एउटा मार्केट रहेछ होइन यो कतारा भिलेजभित्र चाहिँ एउटा मार्केट रहेछ यहाँ मात्रै कौसी हो यो सेम कौसी जस्तो है पुल जस्तो तर कौसी भन्दा जस्तो कि यहाँ चाहिँ एउटा मार्केट छ यही हो त लिने
कतारा कुन चाहिँ उयो देखाएको छ नि यो कोन त्यो कतारा हिल भयो अहिले त्यो होटल। अनि यो कतातिरको ठाउँ रहेछ त यो यता आएको थिएँ म त बिर्सेँ। उतापट्टि चाहिँ ब्याचलर छ यहाँ चाहिँ पौडी खेल्नु बसेको यो पछाडि यहाँ यस्तो बिचहरू रहेछ होइन, खाने ठाउँ रहेछ, बिच रहेछ, बस्ने ठाउँहरू, रुखहरू कस्तो राम्रो बनाइदिएको रहेछ। अनि यहाँ चाहिँ यस्तो बिच छ। उतापट्टिको उयो देखाएको छ नि यो बिल्डिङ त्यो ऊ हो दोवा त्यो पछाडि यो बिल्डिङ हो त्यो पछाडि सबै। म त कहाँ आएँ त्यो हिल कुन हो त फेरि? अर्को साइडतिरको हिल होइन? अहिले हामी गयौँ नि त्यसको अर्को साइडतिरको हिल। त्यसको उयो यतापट्टि। अनि यहाँ यस्तो रहेछ। वाउ त्यो बिल्डिङ कस्तो दामी देखेको हेर न, महल जस्तो त्यो दुईटा के है, हेर न। उयो सेन्ट रेजिस भइहाल्यो उयो। हामी चाहिँ कतारामा छौँ। कताराको भ्यू चाहिँ यस्तो छ, कतारा बिच। अनि हामी चाहिँ विभिन्न ठाउँमा गएर भ्लग बनाउँदैछौँ। यो मध्येमा चाहिँ आज कतारामा आएको छौँ। कतारमा चाहिँ कतिवटा ठाउँ छ के अरे? लाइट हालिदिएर बस्ने ठाउँ केटल रहेछ यहाँ। वाउ कस्तो लाग्दैछ? रमाइलो के भन्नु केही नभन अहिलेलाई। आजभोलि जहाँ गए पनि यस्तै खाले रमाइलो कि यो जाडो महिना भएर होइन, विन्टर भएको भएर जता गए पनि के यस्तै के माहौल के शान्त, मान्छे गर्मी भन्दा त जाडै ठिक छ। अब 1 महिना होला त्यसपछि हामी त कलकत्तातिर आयौँ क्यारे खै कता हो होइन, माथि पनि जानु मिल्दो रहेछ है। है तल प्रोग्रामहरू भयो भने त मजा हुने रहेछ त्यहाँ। माथि प्रोग्राम यहाँ हुन्छ कि प्रोग्राम यता बस्यो स्टेप रहेछ क्या यहाँ माथिबाट हेर्नलाई। तिमी यहाँ आएर बसेछौ, यहाँबाट चाहिँ यस्तो रहेछ पुरै सिँढी बस्न मिल्ने बेला के भन्ने होइन, सिटहरू जस्तै रहेछ गोलो गोलो। अनि यहाँ माथि चाहिँ के छ होइन, सानो रेस्टुरेन्टहरू पनि होला। अनि म हेरेर जाऊ। अनि यहाँबाट चाहिँ यहाँ यता चाहिँ प्रोग्राम हुँदो रहेछ बेला बेलामा यो कताराको कल्चरल भिलेजमा। अनि यहाँ प्रोग्राम हुँदा चाहिँ यहाँबाट हेर्ने रहेछ, पुरै लाइटै लाइट छ। कस्तो दामी। यो त यहाँ त कोल्ड प्लेको कन्सर्ट हुने जस्तो रहेछ क्या। कोल्ड प्ले भन्ने चिनेछौ तिमीले? कोल्ड प्ले भन्ने एउटा ब्यान्ड हो क्या, हाम्रो भाइको मेरो मनपर्ने। त्यसको कन्सर्ट गर्ने जस्तो। एउटा रिल्स पनि बनाएन, एउटा टिकटक नि बनाएन। हाम्रो म्याडमको गुनासो के गर्नु यार, कति बनाउँछौ यार, जहाँ गएर पनि बनाउँछ। जाम यस के छ हेरेर। त्यसको गाइज फलो मी भन न। सो गाइज म चाहिँ यहाँ माथि बेसीबाट लेक चढे जस्तो सिडी चढ्दैछु। यहाँ देख्न सक्नुहुन्छ यस्तो सिडी छ। अनि हामी चाहिँ यहाँ घुम्दैछौँ। म त जाडो भएर टोपी पनि लगाएँ। टोपी लाग्दा चाहिँ कस्तो नराम्रो देखेको छु होला, तर ठिकै छ। तै पनि म यहाँ एकदम चिसो छ क्या यहाँ चाहिँ। अनि यहाँ यता तल मैले अरूलाई यता तल छोडेर आएँ दुईजनालाई। म चाहिँ यहाँ माथि के रहेछ भनेर हेर्नुको लागि आएको। खासै केही त नरहेछ, यता रेस्टुरेन्टहरू होला। अनि सो साथीहरू मेरो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। जहिले पनि यही भन्नुहुन्छ होला, तर यस्तै हो के छ। यहाँबाट त एकदम राम्रो देखिने रहेछ ब्याकग्राउन्डमा देखिँदा। सो
यता देखिएको टावरहरू चाहिँ पल कतार है। अनि अलि रातिमा आएर चाहिँ खासै तपाईँहरूलाई मैले देखाउन पाइनँ। अलि दिनमा आएको भए चाहिँ देखिन्थ्यो होला सायद। अनि यहाँबाट यस्तो बब्बाल देखिरहेको छ ब्याकग्राउन्ड। साथीहरू, मैले तपाईँहरूलाई नेपालको जस्तो खोला नालातिर घुमाउन लग्छु भन्ने सोचेर आएको थिएँ रुमबाट आउँदादेखि। तर त्यता चाहिँ मैले जानु पाइनँ किनभने त्यो अलि उता टाढा छ क्या। अनि यहाँ आउनु न, यहाँबाट कस्तो राम्रो भ्यू देखिन्छ। खै त होस् ए ओ यहाँबाट कस्तो राम्रो देखिन्छ यताबाट पल कतार। खै यता आउनु न, यहाँ भित्र कलकत्ता यहाँबाट हेर्दै गर्नु, त्यहाँबाट भ्यू राम्रो देखिन्छ। म आउँछु। अनि त्यही हो साथीहरू, मैले तपाईँहरूलाई खोला नालाहरू देखाउँछु भनेर रुमबाट ल्याएको थिएँ। सो सरी, मैले चाहिँ त्यो देखाउनु पाइनँ किनभने रातिको अँध्यारोको कारणले चाहिँ मैले देखाउन पाइनँ। अनि अलि उज्यालोमा भएको भए त मैले देखाउँथेँ होला। त्यता चाहिँ रात पर्यो अनि जानु पाएन। त्यही पनि पार्कमा खासै केही देखिँदा पनि देखिन्न। त्यही भएर अरू भ्यू देखिन्छ यता। मैले एक ठाउँ राम्रो ठाउँ देखिने पत्ता लाग्यो अनि मैले दुईजनालाई पनि यहाँ लिएर आइसकेँ राम्रो देखिन्छ भनेर। तर यहाँ लाइटिङ छैन क्या। लाइट भएको भए त कस्तो राम्रो देखिन्थ्यो होला। नि यस्तो राम्रो छ। एउटा फेरि नाच्दा हिँडेको। तर यहाँबाट देखिँदा यताको टुप्पाबाट देखिन्छ होला। अघि यहाँ दुईजना कतारीहरूले पनि फोटो खिचेर गए। मलाई हेर्दै थिएँ, म केही बोलिनँ। अलि माथि रहेछ देखिएन अनि देखे छैन र यहाँ देखिए छैन। पर्फेक्ट भ्लगर भनेको यस्तो हो। के खासै केही बोल्नु त आउँदैन, के भ्लगर भन्नु। यहाँ हामीलाई भन्दा नि पुष्करलाई थाहा थियो, केही कुरा जानकारी गराइदियो हुन्थ्यो मेरो भ्लगमा। कस्तो राम्रो ठाउँ यो है। यहाँबाट त सबै देखिँदो रहेछ दुवा त। कताराबाट, कताराको हिल रहेछ कि यो कल्चरल भिलेजको हिल। हामी एकदम एक्साइटेड यो भ्यू देखेर होइन पुष्कर। तर हामीले आँखाले देख्दा चाहिँ यो भ्यू राम्रो छ। तर राति आएर यतिको रमाइलो हुन्छ भन्ने लागेको थिएन क्या मलाई। थिएन ल, म हात गलौँ मेरो क्यामेरा। के गर्ने त, कसरी देखिन्छ फेरि अनुहार देखिन्छ। यसले त म हेर्छु यता सबै अनुहार नै देख्छ। अलि क्यामेरा माथि लानु यस्तो। तर ब्याकग्राउन्ड देखेको छ राम्रो। ब्याकग्राउन्ड राम्रो, म चाहिँ नराम्रो। ठिकै ठिकै ए यस्तो। अस्ति त हामी उतो किनार घुमेको थियौँ। कुन किनार किनार? कलकत्ताको। ए कस्तो राम्रो बनाएको कौसी जस्तो यो है। यहाँ गाडी पार्किङ यस्तो छ गाइज कतारा। कताराको भ्यू, कतारा कल्चरल भिलेजको भ्यू यस्तो छ। त्यहाँबाट देखिने भ्यू। अनि सानो ठाउँ होइन, सबै हामी अस्ति पनि घुमेको यतै उतै पारी हो होइन। तर सानो ठाउँ, हरेक ठाउँ यस्तो दामी छ। सानो देशमा हरेक ठाउँ यति राम्रो कि। अनि के छ क्यामेरामा के देखियो थाहा छैन। पुष्कर यस्तै हो, के गर्ने, नयाँ अनुभव हो लाइफमा। अब के गर्ने, दुई चार शब्द बोल्न यो चाहिँ यो जस्तो देखिन्छ कतार जस्तो, त्यो चाहिँ युरोप जस्तो देखिन्छ भन्नु त। यहाँको हजुरलाई थाहा छ कस्तो राम्रो आएको छ। मलाई केही थाहा छैन। होइन सबै उसले हो घुमाएको हामीलाई। अब उसले सबै देखाइदियो यस्तो यस्तो भनेर। उतापट्टि लक्कापिया होइन हामीले देखेको पुष्कर। यो पल कतार होइन उता त्यहाँको कतारा भिलेज हो यो सबै। अनि यतापट्टि पनि छ, यताबाट देखिएन वालबाट। त्यहाँ चाहिँ हल्का हिल छ। हिलमा थोरै खोलाहरू पनि बनाएको छ त्यहाँ माथि। अब हामी त्यहीँ जाँदैछौँ।
फोटो अब हामी जाँदैछौँ त्यहाँ खोइ त्यो लाइटिङ भन्दा पछि रातो बत्ती लाइटका पछि लाइट का पीछे क्या है ऱ्याम्बो ब्रिज कहाँ कुनै जग्गामा कतारा हिल कताराको हिलतिर होइन रातिमा आयौँ नत्र ब्याकबाट गर्ने भने राम्रो हुन्छ क्या लाइट तर मैले अलि यस्तो छ यो पाथ होइन मान्छेहरू हिँड्ने पाथ यस्तो रहेछ यहाँ यस्तो छ यी राति छ त्यही पनि यस्तो रमाइलो छ अनि उता यहाँबाट चाहिँ यो कताराको यस्तो देखिन्छ यो यसलाई के भन्छन् पुष्कर यो अगाडि देखेकोलाई त्यहाँभित्र के छ कल्चरल भिलेज भन्ने सबै भयो के अरे अनि उतापट्टिको गिफ्टको एउटा आकारको ठुलो के छ होइन बनाएको छ अनि हामी चाहिँ अहिले यहाँ छौँ पार्कमा एउटा हिलमा ऊ रहेछ होटल रहेछ त्यहाँ यसो फोटो लाइट बाल्ने भए देखिन्थ्यो होला यहाँ यस्तो बनाइदिएछ खोला उता माथिबाट खोला आएको छ यो 24 घन्टा बगिरहेको छ यो पानी कता गएछ यो पानी यहाँबाट तानेर फेरि माथि लग्छ क्या भक्कै माछा हाल्दै भयो कति राम्रो भने मारेर लग्थ्यो होला नि के माछा माछा हाल्यो भने फेरि पानी फोहोर हुन्छ नि यस्तो छ यहाँ खोला सानो अब यहाँ रुखै रुख छ यस्तोमा अब यहाँबाट यसरी पानी बगेछ खोला जस्तो पानी बगेछ माथिबाट यो सबै आर्टिफिसियल हो फेरि खोलाहरू पनि यस्तो पानी छ सेल खोला वहाँबाट आइरहेछ खोला पानी बगिरहेछ कस्तो लाग्दैछ एकदम रमाइलो सो गाइज मेरो आँखामा चाहिँ लाइट परेर मैले खासै भुइँतिर आँखा देखेको छैन मैले रुममा तपाईँहरूलाई यही खोला देखाउँछु भनेर चाहिँ आएको थिएँ फाइनल्ली अहिले चाहिँ देखाएँ तर अँध्यारोमा त्यस्तो राम्रो चाहिँ देखेको छैन तर यो खोलाको किनार किनारमा बस्दा चाहिँ यसको साउन्डले एकदम राम्रो देखिएको छ मैले चाहिँ पानीको आवाज आँखा देखिनँ कि खै अर्को लाइट भुइँमा यहाँ चाहिँ पिपलको रुखहरू जति पाइन्छ है हाम्रो घरतिर नेपालतिर चाहिँ पिपलको रुखलाई पूजा गर्छन् यहाँ छ पिपलको रुख यो चाहिँ के को रुख काब्रोको रुख जस्तो छ बाख्राले खान्थ्यो होला नेपालमा त बाख्रा भइसक्यो खै मोबाइलको लाइट खोलाहरू त त्यस्तो राम्रोसित देखेको छैन होला तै पनि हेर्नु कहाँ कहाँ थियो र कि सुन्तला फलेको छैन फल्यो होला नि अहिले फल्ने बेला होइन नि त जहिले पनि फलाइदियो भयो यो कागती पत्ता उसमा हाल्नु पर्छ के लाइटले आँखा बिगारेर केही छैन ल भुइँमा कोही मान्छे फेरि म कुच्यो भने मार्छन् मलाई यतातिर कुच्नु गयो भने एउटा मान्छेले चाहिँ निम्बुको रुख छ यहाँबाट पनि राम्रो देखिन्छ ब्याकग्राउन्ड त तर यहाँ क्यामेरामा चाहिँ कस्तो देखेछ यहाँ क्यामेरामा कस्तो देख्यो क्यामेरा सिधा देखियो पुष्कर हेर त हावा चिसो चिसो मौसममा तातो तातो चिया कफी खाएर आइसक्यौँ अघि हामीले अब यहाँ चाहिँ यो होटेल होला सायद होटेल नै त होला नि यो ब्याकग्राउन्डको देखो ना गाइस मेरा पीछे अब यहाँबाट खोला यहाँ पनि त रहेछ
यहाँ चाहिँ खोलाको साउन्डले त्यति धेरै सुनिँदैन होला क्यामेरामा त, तर यो सुन्न पनि ठुलो कुरो हो। तर हामीलाई चाहिँ रमाइलो लागेछ यहाँ सुनेर खोलाको आवाज, पानीको आवाज है। यहाँबाट घुमेर चाहिँ वहाँ तल गएको छ पानी। हामी खासमा यही हेर्नलाई हो आएको होइन र, तर अलि राति भयो अनि त्यति राम्रोसँग देख्नुलाई त सकिएन, तर क्यामेरामा पनि राम्रो देखाउन सकिएन होला। तर ठिकै छ, यही भयो नि अब एउटा मेमोरीको लागि। हेर न अब यस्तो आर्टिफिसियल बनाइदिएको। अरू के छ भन्न, ल यता भन्नु दुईजना। केही छैन, पुष्कर क्यामेराको पछाडि मात्र बोल्नुहुन्छ होइन, क्यामेराको अगाडि बोल्नु हुँदैन। क्यामेराको पछाडि चाहिँ यहाँको सबै कुरा थाहा छ डिट्टु होइन। हजुरको गर्लफ्रेन्ड पनि छ होला। गर्लफ्रेन्ड मात्रै छ, न त लभर भन्नु पर्छ। न त लभर, केटी साथी मात्रै छ। पुष्पले सन्यास लिएको हो कि जस्तो लाग्छ मलाई। ओ माई गुडनेस, ब्याकग्राउन्ड हेर्नु न साथीहरू, यस्तो दामी देखेछ। क्यामेरामा त खासै देखेको छैन होला, तर यहाँ हामीले रियलमा हेर्दा चाहिँ साथीहरू एकदम रमाइलो फिल भइरहेछ हामीलाई। सो यता होटेल छ, हेर्न सक्नुहुन्छ जाडो मौसममा है, बसेर खानुको लागि एकदम रमाइलो, एकदम रमाइलो। त्यही हो। अब हामी कहाँ पुग्छौँ हिँड्दै हिँड्दै। यता लुसेलको उहाँ देख्न सक्नुहुन्छ, एक साइडको मुन टावर मात्रै देखिएको छ, होरियो यो है। त्यहाँ पनि गएको त छैन, एकचोटि त कतार आउने बित्तिकै गएको त थिएँ। सो फेरि एकचोटि जानुपर्ने छ त्यहाँ, कस्तो छ त्यहाँ जाँदा। मलाई पहिला सुरु कतार आउने बित्तिकै जाँदा त रमाइलो लागेको थियो, अहिले पनि रमाइलो नै छ होला भन्ने लागिरहेछ मलाई। त्यति धेरै बोल्न त आउँदैन है साथीहरू मलाई, तर मैले अलिअलि भिडियोहरू क्याप्चर गर्दैछु। त्यतै अस्ति नै हामी त्यतैर गएको। के त यहाँ त रेल हिँड्ला जस्तो बाटो, मौसममा खेल्ने उस जस्तो छ त यो त। उता जानुपर्छ। हामी घुमेर त यहीँ आयौँ। आउनु नि यही नै हो त। यहाँबाट सिधै जानु मिल्छ क्या हो तल? मिल्छ। मेट्रो हालेर जानु मिल्छ? सो गाइज, हामी चाहिँ कतार घुमेर आइसक्यौँ भर्खरै रुममा। हिँड्दा हिँड्दा हामी धेरै हिँड्यौँ, पार्कतिर यताउता धेरै हिँड्यौँ, घुमेर पनि सकियो, हिँडेर पनि खुट्टा दुख्यो। अनि पुष्कर चाहिँ मेट्रोबाट उतैबाट जानुभयो, अनि हामी चाहिँ रुम आयौँ। अनि हामी चाहिँ अब नेक्स्ट डे नेक्स्ट भिडियोमा फेरि भेटौँला भन्दै मेरो भिडियो यहीँ इन्ड गर्न चाहे साथीहरू। जाँदै मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्सनु होला भन्न चाहन्छु। सो साथीहरू, त्यही हो, मेरो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला भन्दै मेरो भिडियो यहीँ इन्ड गरेँ। बाई।